हामी घरतिर लागेको अब खानासाना खाएर टन्न खाएर यो सल्लाह खाएर यस्तो राम्रो छ। फोटो सोटो खिचेन हामीले। यहाँ घाम फुलेर चाहिँ झाउ लागेर बनमासाको फुल कति राम्रो। कति बज्यो? बनमारा भने यसले बनै मारिदिन्छ अरे। के गरे हामी 10 बजी हिँडेको झोपिडीदेखि कति बजे बुटोल पुगिन्छ थाहा छैन। भाङज्याङ पहाडको भाङज्याङ यस्तो हुन्छ। यता डाँडा बिचमा भाङज्याङ यस्तो छ। अस्ति त यहाँ त हामी राति आएको थियो नि राति। अहिले आज चाहिँ कुन रम्बा देवीको डाँडा? अस्ति त यहाँ त राति आएर कहाँ पछाडिबाट पुरै काँडा उम्रेको थियो। मेरो टाउको पनि यत्रो ठुलो भएको थियो डराएर। डर लागेको ए बाबु त कति डर लागेको थियो झन्। यस्तो देउराली भाङज्याङ के भन्ने हुन्छ गीत हो त्यस्तै के भाङज्याङ भनेर यस्तो नभन्छ। वारी डाँडा पहाडी डाँडा बिचमा घर त्यसले भाङज्याङ। सब गाउँमा हुन्छ यस्तो भाङज्याङ भन्ने चाहिँ। हाय भन्नु पहाडतिरको यात्रा हाम्रो सकियो। घरतिर जान्छौँ। आफ्नो ड्युटी सुरु गर्छौँ। म गर्छु आफ्नो ड्युटी। म सधैँ पनि भएन हेर्नु पर्यो हो कि नै बाबु? अस्ति त यहाँ आउनु र कति देख्न सक्नुहुन्छ। यस्तो घाम लागेको छ कि चरकको घाम लागेको छ। यो हाम्रो गाउँको मान्छेहरू एकदम फेमस ठाउँ अरे कि टामु देउराली भन्ने ठाउँ। हिजो अस्ति आउँदाखेरि हामी निस्केको अहिले देख्न सक्नुहुन्छ। अहिले हिजो हामी कहाँ निस्केर आजै मिलेर रम्बा गाउँपालिका। हिजो हामी यहाँ निस्केर आएको हो। अब हामी यताउता आर्यभञ्ज्याङतिर लाग्छौँ। आर्यभञ्ज्याङ हुँदै बुटोल निस्किन्छौँ हामी। यो बाटो हिजो आएको चाहिँ त्यहाँ तल यो बाटो जाने। यहाँदेखि आर्यभञ्ज्याङ कसै टाढा छैन। अहिले नजिकै हो आर्यभञ्ज्याङदेखि यो गाउँ चाहिँ। यहाँ हाम्रो गाउँदेखि घरको गाउँ हाम्रो घरको गाउँदेखि बुटोल जाने आउने चाहिँ त्यति टाढा छैन। पाइपर्ने ठाउँमा नजिकै ठप्पन डाँडा। हाम्रो गाउँ भन्ने मात्रै म त यहाँ कहिले कहीँ पाहुना जस्तो भएर मात्रै आउने हो। त्यही मधेसमा बुटोलमा बस्दा वाक्क डिक्क लागेको बेलामा यता आएर यस्तो फ्रेस भइन्छ कि डाँडा काँडा पहाडहरू हरियाली जङ्गलहरू हेरेर प्रकृतिसँग रमाएर हिँड्न चाहिँ छुट्टै आनन्द आउँछ। गाडीको आवाज पनि सुन्दैन केही सुन्दैन। गाडीले किच्ला भन्नु पनि परेन। आनन्द। ओइ माइ गड्डनले म खसिन एक भुलुक त उफ्रेको अरे टाउँ। कति छिटो आइपुग्छ देउरालीदेखि टाउँ। पुरा यो धुलो उडेर क्यामेरामा धुलो पनि लागेको छ। त्यही भएर अलिकति क्लियर पनि आएको छैन कि। टामु बजार रे यो सब कुरा पाउने रहेछ यहाँ पनि।
अस्ति नै हामी एकचोटि आएर यहाँ फ्रुटहरू किनेको थियो नि रोपेको थियो होइन त्यो उसलाई भेटेको होइन कसलाई भेटेको र हामी यहाँ रोप्दाखेरि माइजूलाई होइन यहाँ पनि कहाँबाट आइपुग्नु भयो भने कति चिसो हावा चलेको भाइ ऊ यहाँ हो कि हामीले फ्रुटहरू किनेको एकचोटि ठ्याक्कै हाम्रो आफ्नो मान्छेले भेटेको थियो यो स्कुल रम्बा माध्यमिक विद्यालय स्कुल यसरी सामानहरू बोकेर जान्छ सेच ब्युटी पार्लर गरेँ सेच ब्युटी पार्लर गरेँ पालपालीहरूले पुरा मगर भाषामा नाम राखेको छ त पार्लरको नाम मैले पनि त्यस्तै राख्नु पऱ्यो अब मैले उ राख्नु पऱ्यो पालपाली ब्युटी पार्लर भनेर राख्नु त्यो पहाडी डाँडा छ नि हो त्यहाँदेखि आएको हो क्या हामी हो यो पहाडी डाँडादेखि यस्तो घुमेर यो डाँडादेखि उत्तर बाटो हुँदै आएको हामी बहुत ठुलो डाँडा चाहिँ रिमिगा लेक डाँडा हो यो ठुलो पहाडीदेखिको गाउँ सबभन्दा पहाडी यहाँको गाउँदेखि हामी आएको यस्तो घुम्दै घुम्दै पाल्पाको गाउँमा पनि रमाइलो छ बुटोल तानसिल अब यहाँदेखि आरे भइदियो निस्कन धेरै टाइम लाग्दैन बाटो नै राम्रो रहेछ बिचको लगाएर त्यतातिर त आनन्द सल्लाह लगाएर कहिले भाइहरू भन्न मात्रै मिलेन नजिकको भाइहरू हो स्लो गरेर यहाँ यस्तो भएर रहेछ अब के आउँछ यहाँदेखि के आउँदैन अब यसै मङ्की जस्तो रहेछ यो त मङ्की हो मङ्कीले जस्तै गरेर ल मङ्की हामी कति भयो 1 घन्टा भयो हिँडेको ठ्याक्कै यहाँ आइपुगिसक्यौँ यहाँ आएर हामी रेस्ट गर्दैछौँ झोला पानी धेरै चिसो रहेछ यहाँ अहिले बसी खानु पर्ने हो यो दिनमा सानो हुँदाखेरि हामी यहाँ आएर एकचोटि फोटो खिच्दैछौँ त्यो फोटोहरू पनि छ कस्तो राम्रो रुख यहाँ शीतलो छ अब हामीले पहाडको चिसो हावा खाने भनेको यही हो लास्ट अब छैन त्यही भएर हामी एकछिन पहाडको मजा लिएर बसेछौँ यहाँ ब्याग हुने यस्तो फाले उता सबैजना यहाँ बस्नु हावा तापेर त्यहाँ पुग्ने हो हामी उता हल्का उता तानसिनको डाँडा देखिजाऊ है म्याउ जिया म्याउ म्याउ जिया किन रुखहरूमा कसले लेख्ने चलन थियो यहाँ लभ यु के हो भनेर लेखेर चाहिँ यहाँ हल्का नाम रहेछ त्यो बुझेन यस्तो हामी पनि सानसानोमा रुखमा R+ S B+ H भन्दै के लेख्थ्यो रुखमा पुरा नाम जोडेर कुकु चढ्न सक्छु ल भन् बाबु त्यति चाहिँ अब यहाँ लाली र टिम्रो साग नि यस्तो सुत्छु म यहाँबाट खसेर के हुन्छ एक निद्रा पुऱ्याएर जान्छ
गरियो, पानी पियो, तिर्खा लागेको थियो, निद्रा लागेको थियो। एकछिन मस्त 5-10 मिनट आँखा झिमिक्क गऱ्यो बेन्चीमा। हिँडेको आर्य भञ्ज्याङ बजार पनि देखियो। हिजो अस्तिदेखि आर्य भञ्ज्याङ जाने बाटो भन्दै भिडियो बनाउँदै फाइनली आर्य भञ्ज्याङ आइपुग्यो। कहाँ रहेछ र जहिले आर्य भञ्ज्याङ भन्छ भन्ने होला। यो बजार हो। अस्ति नै हामी यहाँ यो बजार यो पाल्पादेखि बुटोल हिँड्दाखेरि यहाँ आउँछ जानु तलतिर जानु। हिजो होइन अस्ति नै हामी कति 4 दिन भयो नि त हिँडेको। जाने आउने बस्ने सबै गरेर हामी 4 दिनमा फर्क्यौँ घरतिर। धेरै घुम्यो, पहाड डाँडाहरू आनन्द भयो। ल हिजो हामी यहाँदेखि तलतिर लागेको यो चाहिँ रामपुरतिर स्याङ्जावालिङतिर जाने बाटो, माझतिर चाहिँ पाल्पातिर जाने बाटो। दुईमा राम्रो छ। अब यो यहाँ हाम्रो देउरानीको के गर्यो माइत थियो यता कदा, तर कुन छैन थाहा छैन। यो त उस रहेछ जन्तीको गाडी, बिहाको गाडी रहेछ। शुभ विवाह अब आयो नि त लगन बिहाको। यस्तै हो अब पहाडतिर हिँड्दाखेरि आनन्द, गाडी पनि भेट्दैन, केही भेट्दैन, आफू मात्रै आनन्द हिँड्न पाइन्छ। अब ल हाइवे रोड आएपछि गाडी आउँछ, कता के आउँछ ठोक्किन्छ कि भन्ने डर लाग्छ हो मलाई त। सबभन्दा त्यही डर हुन्छ। अब लाग्यो हामी तानसिन बर्चुङ हुँदै घरतिर। अब कति कुदाउने हो ड्राइभर साहबले, कति कुदाउने हो। अब ठप्क लगाएर देख्न सक्नुहुन्छ यहाँ पर्वासँग लेखेको।
यतातिर नि सानो छ बाटो यता मासु जस्तै फ्रातिर गयो कि कुन चाहिँ जानु अस्ति नै पनि यहीँ आएर हामीले नास्ता खाएको फेरि आज पनि यही अस्ति नै नि हामी यहीँ खाएको त त्यो के छ नास्ता ए सब टल्किएर यो सिसाले चुकाउनेहरू छ चुकाउने दिनु रे एक ठाउँमा पिरो गरेर हरियो खुर्सानी काटेर आइदिनु है चिन्नु भएन क्या अस्ति हामी यहीँ आएर नास्ता खाथ्यौँ र एक ग्याङ भएर आज हामी मात्रै फर्क्यौँ के उतातिर छ एकदम धेरै नास्ता खाने ठाउँहरू लायो नै त्यहाँ फेरि एकदम गाडीहरू रोक्छु के पकाउनु पठाउनु न पारी यो भिरको बाटो जाने हो हामी यस्तो भिरको बाटो त्यसरी जाने यो बाटो एकदम डर लाग्छ मलाई होइन यहाँ चाहिँ अहिले प्राइभेट गाडीहरू त्यस्तोहरू रोक्छ कि त्यस्तोहरू नास्ता खान आउँछ उतातिर चाहिँ बसहरू धेरै रोक्छ त्यहाँ मान्छे भिड हुन्छ उता साइडमा त्यो भाइरल ठाउँमा थाक्यो क्या बाबु तिमी के खाने अरू तिमीले के खान्छौ खाली चाउचाउ खाने न काँचो काँचो चाउचाउ खाने कस्तो काँचो चाउचाउ खान मन लागेको रे यसलाई अरू के खान्छ म त भोकै लागेन कि के पनि काँक्राहरू छैन यस्तो काँक्रा खान मन लागेछ बरु मलाई चिसो काँक्रा कराम कराम नुन खुर्सानीसँग राम्रो बाटो यस्तो छ है यतातिरको बाटो कहिले राम्रो बन्दैन या खुद्रो तल माथि तल माथि केही देख्यो भयो बाटो हाम्रो लुगा त कस्तो भयो होला हाम्रो सकिन अस्ति त बिहानै भयो होला खासै धुलो उडेको थियो लुगा खासै फोहोर भएको थिएन देख्न सक्नुहुन्छ सिद्ध बाबाको मन्दिर ढिलो यस्तोहरू गर्न तर रेडी बसेन तयार हुनेछ हाम्रो पछाडि चाहिँ केही आएको छैन अघिको जामले गर्दाखेरि सब गाडी रोकिन्छ त्यहाँ
जानु त्यस्तो खोलामा कहिले नहुनु जानुहुन्थ्यो त अरू हुँदा यस्तो ठुलो खाइयो यो बाटोमा खाइयो कति ठुलो खायो अस्ति नै हामी यहाँ आएर घुमेको चिडिया खोला भने यहाँ माथि गएर बस्नु घुमेर फोटो खिचेर ल पाल्पा सकियो अब आयो के गरे सिद्ध बाबा अब लाग्यो हामी रूपन्देही के गरे रूपन्देही होइन पाल्पा सकियो त्यहाँ छ नि पाल्पा र रूपन्देहीको के अब आउँछ गोलपार्क आज धेरै बिहाको लगाउन चाहिँ यति धेरै बिहाको गाडी भेट्यो हामीले